यो हाम्रो अर्को एक्जाममा आउने क्वेसन टाइपको क्वेसन यो चाहिँ तीनटा सेटको क्वेसन हो यो चाहिँ सेटको क्वेसनबाट आउँछ तीनटा सेटको क्वेसन गर्न लाग्छु है त आज भाइ बहिनीहरू ध्यान दिएर हेर्नुहोस् है त ल यहाँ हेर्नु त इन अ ग्रुप अफ द स्टुडेन्ट 20 इकोनोमिक्स 18 हिस्ट्री एन्ड 21 साइन्स भनेको छ लेट लेख्नुहोस् लेट E, H and S denotes who study who like to study कुन कुन हो नाम लेख्ने E बाट इकोनोमिक्स हो कमा हिस्ट्री एन्ड साइन्स रेस्पेक्टिभली लेख्ने है त ल सबैजना अब यो हामीले यति डिनर गर्छ यसरी लेख्नु हुन्छ अब हामीले के लेख्ने एन इ इज इक्वल टु 20 लेख्ने यसरी है त्यसपछि एन हिस्ट्री इज इक्वल टु 18 त्यसपछि अर्को के छ एन साइन्स इज इक्वल टु 21 लेख्ने छ त्यसपछि 7 स्टडी अन्ली साइन्स 7 स्टडी अन्ली इकोनोमिक्स इकोनोमिक्स 7 यता राख्नु छ हेर्नुहोस् है ध्यान दिएर इकोनोमिक्स है अनि 10 स्टडी अन्ली साइन्स भनेर यहाँ लेख्नु 10 स्टडी अन्ली साइन्स 10 स्टडी अन्ली साइन्स भनेपछि अर्को के हुन्छ 6 स्टडी इकोनोमिक्स एन्ड अन्ली भन्छ ल एन्ड इकोनोमिक्स एन्ड साइन्स इज इक्वल टु 6 है त्यसपछि 3 स्टडी अन्ली हिस्ट्री एन्ड ल हेर्नुहोस् त अन्ली साइन्स एन्ड हिस्ट्री भनेर हिस्ट्री अन्ली कति रिजन हिस्ट्री अब भेन डायग्राममा निकाल्नुहोस् है त यहाँ राख्नु हाम्रो तीनटा दिएको छ छैन नलेखेँ मैले तीनटालाई मैले एक्स माने है त्यसपछि इङ्ग्लिस हिस्ट्री साइन्स लेख्दैछ अब इकोनोमिक्स इङ्ग्लिस त साइन्स कति छ 6 अन्ली यहाँ लेखेर 6 लेख्नु भयो अनि साइन्स एन्ड हिस्ट्री कति छ 3 जना हो बाँकी स्टुडेन्ट यहाँ दिएको छ है 20 दिएको छ यो एन चाहिँ 20 बाहिरको चाहिँ यो कति 18 बाहिरको चाहिँ होल यो चाहिँ 21 दिएको छ अब त्यसपछि हामीलाई के निकाल्नु पर्ने छ भने भेन डायग्राम बनाए फर्स्ट मैले हो ठिक छ हाउ मेनी स्टुडेन्ट्स लाइक अल द सब्जेक्ट भनेपछि सबै सब्जेक्ट भनेपछि निकाल्नु पर्यो एन युनियन ए युनियन बी भनेपछि हाउ मेनी स्टुडेन्ट्स आर देयर अल टुगेदर एन युनियन निकाल्नु पर्यो है एन युनियन निकाल्नु पर्यो हाउ मेनी स्टुडेन्ट्स लाइक अल द सब्जेक्ट सबै सब्जेक्ट मिलाउने स्टुडेन्टको नाम पनि निकाल्नु पर्यो है सबै सब्जेक्ट भनेपछि हाउ मेनी स्टुडेन्ट अल द सब्जेक्ट इन्टरसेक्सन निकाल्नु पर्ने है अब इन्टरसेक्सन निकाल्छु म इन्टरसेक्सन निकाल एक्स दिएको छ है अब एक्स दिएपछि अब हामीले फर्स्टमा के काम हुन्छ भने योबाट निकाल्नु ल फर्स्टमा यहाँ एक्स दिएको छ है यहाँ एक्स दिएको छ योबाट निस्किन्छ है एक्स इन्टरसेक्सन यहाँबाट निस्किन सजिलो हुन्छ किनकि यसको फर्मुला थाहा छ अब हामीलाई थाहा छ एनएस भनेको यो एनएसमा के हुन्छ नि त एन अन्ली एन अन्ली एस हो एनएस भनेको यो पुरा हो यसमा के छ एन अन्ली एस छ अब त्यसमा यो कुन जोडिन्छ एन अन्ली एस पुरा हुन्छ यो जोड्नु पर्यो है यो पनि के हुन्छ एन अन्ली एस इन्टरसेक्सन ई जोड्ने सबै जोड्दै जानुपर्छ है एन अन्ली एस इन्टरसेक्सन एच जोड्ने है त त्यसो यो पनि जोड्यौँ इन्टरसेक्सन एन एस इन्टरसेक्सन ई इन्टरसेक्सन एच यसरी है सबै जोड्दै जानुपर्छ देख्यौँ अब हामीलाई थाहा छ एन यो भनेको 21 हो 21 यो पुरा भनेको 21 अब हाम्रो एन अन्ली एस भनेको के हुन्छ 21 - 6 - 3 - एक्स गर्नुपर्छ है भनेपछि कति हुन्छ भने हेर्नु त 21 - 6 कति हुन्छ 9 हुन्छ भनेपछि 12 होला 12 -
x लेखिदिएँ मैले यहाँ दिइरहेको छ त एनालिसिस साइन्सको 10 दिएको रहेछ यो नलेख्नु यहाँ 10 लेख्दिउँ त्यसै यहाँ यो 10 दिएको रहेछ भित्रको यहाँ दिइरहेछ एनालिसिस साइन्स 10 दिएको छ एनाल इङ्ग्लिस इकोनोमिक्स 7 दिएको रहेछ त्यो बुझ्नु पर्यो है त दिएको किन 10 लेख्दिउँ प्लस एन अलि ई कति छ ई 6 हो 6 त्यसपछि यो 3 रहेछ त्यसपछि यसलाई x मान 21 is equal to 16 minus 19 हो plus x or 21 minus 19 is equal to x hence x is equal to कति हुन्छ 19 20 22 हो 19 20 21 ल 2 आ 19 2 आ ल 2 भ्यालु 2 यो x भ्यालु 2 आ 2 आएपछि हाम्रो सबैको भ्यालु निस्किन्छ है त अब x भ्यालु 2 भनेपछि हामी यो पनि निस्क्यो यो पनि थाहा छ अब यताको निकालौँ है अब हामीले इङ्ग्लिस एच दिएको छ छैन हिस्ट्री इङ्ग्लिस दिएको छ छैन है त चाहिन्छ ल अब त्यसपछि यो 2 भएपछि यो पनि निस्किन्छ हैन यो निस्किने तरिका अलिक हामीले गर्दस्तै गर्ने एन इङ्ग्लिस निकाल्ने एन इङ्ग्लिस निकाल्दा के गर्नु पर्यो भने एन ओन्ली ई एडिसन हो यो पनि जोड्ने एन ओन्ली इङ्ग्लिस इन्टरसेक्सन एच त्यसपछि के हुन्छ एडिसन एन ओन्ली यो इङ्ग्लिस इन्टरसेक्सन इकोनोमिक्स भन्छ इङ्ग्लिस भन्छ इकोनोमिक्स इन्टरसेक्सन एस हो त्यसपछि बिचको पनि जोडिदिने एन ई इन्टरसेक्सन एच इन्टरसेक्सन एस एनईमा सबै जोडिदिन्छ है त अब एनई भने कति आउँछ हाम्रो कति छ 20 दिइरहेको छ 20 यो भनेको 7 यो हामीलाई थाहा छैन निकाल्नु पर्ने त्यतिकै सार्दिउँ यो हामीलाई 6 दिएको छ है अब हाम्रो भर्खर कति आयो 2 आ 20 अब माइनस गर्नु सिधै 6 7 8 भयो 15 आ भनेपछि हेन्स एन ओन्ली ई इन्टरसेक्सन एच भनेको 5 आउँछ ल यो हामी 5 आयो यसरी निकाल्छ अब यसको पनि त्यही तरिका हो है ल यसो मैले सिधै गरिदिन्छु हेर्नुहोस् त यो 18 छ टोटल हो यो 5 3 कति हुन्छ 8 हुन्छ 10 भयो 10 मा 2 गराउनु ल यो पनि 8 है 5 3 8 2 जोडा 10 हुन्छ 10 माइनस 8 ल 8 ल अब इन्टरसेक्सन निकाल्नु तरिका सबैलाई थाहा छ यो सीको लागि है त सीको लागि हाम्रो हाउ मेनी स्टुडेन्ट्स आर देयर इन अल टुगेदर भनेर सबै निकाल्नु एच ई युनियन अर्को के हुन्छ साइन्स ल यसो निकाल्नु है ल मैले फर्मुला नलाइकन गर्छु फर्मुला लगाएर गर्दा पनि पाएँ फर्मुला नलाएर फर्मुला नलाउँदा के गर्नु पर्यो यो 7 जोड्ने फ्रम भेन डायग्राम लेखिदिन्छु ल 7 जोड्ने 8 जोड्ने पहिला 10 जोडेँ मैले अलि जोडेँ अलि त्यसपछि 5 त्यसपछि 6 त्यसपछि 3 प्लस 2 ल कति हुन्छ गर्नुहोस् त है ल म मुखले गरिदिन्छु 8 8 मा 6 15 हुन्छ यो हो यो पनि 15 हुन्छ यो 6 7 8 9 10 11 हुन्छ ल 19 यो कति हुन्छ 30 भनेपछि 41 ल एन युनिट 31 आउँछ ल ध्यान दिएर हेर्नुहोस् है क्वेसन सजिलो छ नबुझे भन्नुहोस् म सिकाइदिन्छु फेरि